तपाईहरु सबैजनालाई यो केमिकलको बारेमा त थाहा नै होला। कतिले त यो केमिकल किन्नु पनि भएको होला। तर यो केमिकल कस्तो कस्तो प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ भनेर कतिलाई थाहा नहुन सक्छ। यहाँ हामीले तपाईलाई देखाएका छौं। यो केमिकल भनेको मेनली तपाईको घरको भित्ताहरु रसाउने समस्या र तपाईको घरको भित्ताहरुमा यस्तो समस्याहरु देखिरहेछ भने यस्तो कन्डिसनमा तपाईले लगाउन सक्नुहुन्छ। अब यो लगाउने तरिका चाहिँ के छ भने सुरुमा चाहिँ तपाईले आफ्नो घरमा भएको जुन यस्तो समस्या आइराछ भने त्यसको माथिपट्टि भएको सबै कलरलाई चाहिँ तपाईले यसरी वायर ब्रशहरुले राम्रोसँग हटाएर प्लास्टरको जुन ओरिजिनल सतह हुन्छ त्यसमा पुगेर तपाईले यसरी सफा गर्नुपर्ने हुन्छ। त्यसपछि यो केमिकलमा 1 केजी तपाईले केमिकल लिनुभयो भने 1.5 केजी सिमेन्टी त्यसमा मिक्स गरेर राम्रोसँग तपाईले यसलाई मिक्स गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईले ब्रश लिनुहोस् र ब्रश लिइसकेपछि ब्रशले तपाईले पहिला सुरुमा ठाडो भागमा सबै सतहहरुमा लगाउनुहोस्। त्यसको केही समयपछि 3-4 घण्टापछि सुकिसकेपछि फेरि तपाईले यसरी तेर्सो पट्टि यसरी लगाउनु भयो भने त्यसपछि तपाईले फेरि पुनः 3-4 घण्टा छोड्दिनुहोस् र यो राम्रोसँग सुकिसकेपछि तपाईले यसमा पेन्टहरु लगाउन सक्नुहुन्छ। यस्तो गर्नुभयो भने तपाईको घरमा यो केमिकलबाट तपाईको यस्तो समस्याहरु आइराछ भने तपाईले यो समस्यालाई समाधान गर्न सक्नुहुन्छ। यस्तै जानकारीको लागि तपाईले हाम्रो च्यानललाई अथवा पेजहरुलाई फलो गर्न सक्नुहुन्छ। हस्त धन्यवाद।